park the bike. अहिले म फुदाओ माउन्टेनमा छु र यो फुदाओ माउन्टेनको हामी अहिले यहाँनिर छौँ र यहाँबाट यो बाटो हुँदै यहाँसम्म पुग्छौँ र यहाँदेखि तल झर्छौँ। हामीले बाइक यहाँनिर पार्क गरेका छौँ र यहाँदेखि बाइक ल्याएर हामी फेरि युनिभर्सिटीतिर जान्छौँ। हाम्रो युनिभर्सिटी यतातिर छ। Hey Leo, where are we going? I'm going top of the mountain. What is the name of this mountain? Do you know? त्यो पुल देख्न सक्नुहुन्छ। त्यो पुलदेखि पारी हाम्रो युनिभर्सिटी पर्छ भने सानो सानो जिल्लाहरू रहेका छन्। यो त्यो पुलदेखि पारी काङसाङ जिल्ला हो। यो गुलाउ एरिया हो। त्यो अन्त त्यो पारी देखिएका यी ठुला बिल्डिङहरू मिन्हो एरिया हो। यसरी ल हेर्नुहोस्, यो सानो सानो पहाड रहेका छन्। हाम्रो देशमा जस्तो ठुल्ठुलो पहाडहरू छैन। यहाँनिर सानो सानो त्यही 1200-1400 मिटर उचाइका पहाडहरू रहेका छन्। यो त त्यति धेरै उचाइमा पनि छैन, सायद 600-700 मिटर उचाइमा होला। तर पनि यहाँको चीन सरकारले यहाँको रुखहरू मासेको छैन बाटो बनाउने र ट्रेकिङको लागि बनाउने भनेर पहाडमा नै यी ठुल्ठुला मेटलहरू फलामहरू लिएर यिनीहरूले बनाइदिएको छ। रुखलाई जस्ताको तस्तै राखेको छ र एउटा सहरवासीलाई घुम्नको लागि राम्रो ठाउँ उपलब्ध बनाइदिएको छ। र यहाँको एउटा यस्तो विशेषता छ कि तपाईँ कुनै पनि पार्कमा जानुस् र कुनै पनि एरियामा जानुस्, पैसा तिर्नु पर्दैन। तपाईँ फ्री घुम्न सक्नुहुन्छ। फोहोरको लागि जताततै व्यवस्था गरिदिएको छ। वास्तवमा भन्ने हो भने एउटा सरकारले दिनुपर्ने सबै सुविधाहरू दिएको छ। फोहोर उठाउने गाडी तपाईँ देख्दै हुनुहुन्छ। यो ट्रेलबाट यसरी यहाँनिर गरेका फोहोरहरू र जुन ठाउँमा फोहोर राख्नको लागि राखिएको छ डस्टबिनहरू, त्यसको फोहोरहरू उठाउनलाई यसरी सानो गाडीहरू आउने गर्छ। Drop your phone, you will never get it back. I will go there. You will go down? Yeah. You will go down to get your phone back? Yeah. Be careful. बङ्गाली भला गरिज थियो यार। तपाईँ देख्न सक्नुहुन्छ अहिले हामी केही माथि आइपुगेका छौँ र यहाँनिर साना साना ठाउँमा प्रत्येक ठाउँमा यस्ता विश्राम स्थलहरू तपाईँ देख्न सक्नुहुन्छ। यहाँनिर टोयलेटको पनि व्यवस्था गरिएको छ र टोयलेट जानलाई पैसा लाग्दैन, फ्री अफ कस्ट तपाईँ जान सक्नुहुन्छ। एउटा राम्रो पक्ष चाइनाको यो पनि हो। म तपाईँलाई स्मल स्काई वकमा घुमाउन चाहन्छु। वाउ, लुक, आर्टिफिसियल चराको गुँड। इट्स आर्टिफिसियल ब्रो। या लेट्स गो, लेट्स गो। त्यो बेला निकै माथि आइपुगेको छु। तपाईँ देख्न सक्नुहुन्छ मेरो पछाडि बङ्गाली भ्लगर कालो कपडामा चिटिक्क परेर। यतातिर सहरको भ्यू तपाईँ देख्न सक्नुहुन्छ मेरो पछाडि। यो चाइनाको फुजाओ सहर हो जुन ठाउँमा अहिले म छु। Somewhere inside the city. What are you doing here? Seriously? देख्न सक्नुहुन्छ यो फुजाओ सिटी।
अहिले बादल मुनि लुकिरहेको छ। हेर्नुहोस् माथि बादल। हेर्नुहोस् म जुम गरेर देखाउँछु। सानो सानो पहाडको साइडमा घेरिएको पूजा सिटी। Yeah. To find a place for the sunset. Sit and enjoy the sunset when it goes down. And the reddish color comes to the sky. That time it's beautiful. तपाईहरु देख्न सक्नुहुन्छ रुखलाई कसरी प्रिजर्भ गरेको छ। रुख नमासिकन यिनीहरूले यहाँनिर ट्रेकिङको लागि रुट बनाइदिएका छन्। यो जङ्गलमा पाइने चराका स्पेसिसहरू चाइनिजमा लेखेको छ। हाम्रो युनिभर्सिटीले ट्याग लगाएको रहेछ, तर अरू सबै त मैले बुझेन। তো এইখানেও আর কি একটা লোকেশন এইখান থেকে দেখাচ্ছে যে কোথায় যাব না যাব। अहिले म धेरै माथि नै आइपुगेको छु। यता हामी गयौँ भने रिभर भ्यू टेक टोयलेटतिर गइन्छ भने यता चेरी ब्लोसम गार्डन। हामी यो रुटबाट हामी अब तल झर्छौँ। हामी जुन ठाउँबाट आएका थियौँ तपाईँले यता देख्न सक्नुहुन्छ। यतातिर आइसक्रिम पानीदेखि लिएर हरेक कुरा राखिदिएको छ। तपाईँले यो अलिपे र यो इन्सेटबाट यो स्क्यानरलाई स्क्यान गरेर तपाईँले पैसा तिर्न सक्नुहुन्छ र यो चाहनुहुन्छ त्यो ल्याउन सक्नुहुन्छ। कोडलाई स्क्यान गरेर पानी किन्न गइरहेका छौँ। पानीका सबै पानी के छ यहाँभित्र त्यो सबै आउँछ अनि कति प्राइस हो सबै डिटेलमा देखाउँछ। अनि त्यसलाई पैसा तिरिसकेपछि आफूले किन्न चाहेको फोन नम्बर यसमा लागेको लक यो खुल्ने गर्छ। तपाईँ देख्न सक्नुहुन्छ यो जङ्गलको बिचमा पनि खानेकुराहरू राखिदिएको छ। यदि यस्ता कुराहरू हाम्रो नेपालको जङ्गलमा राखिदिएको भए के हुन्थ्यो होला, आफै सोच्नुहोस् त। देश विकास गर्न देशले मात्र लगानी गरेर पुग्दैन, त्यहाँका जनता, त्यहाँका बस्ने जनताहरू पनि अनुशासित हुन जरुरी हुन्छ। हेर्नुहोस् यहाँ कसैले पनि केही गर्दैन, आउँछ स्क्यान, यहाँ क्युआर स्क्यान गर्छ, पैसा तिर्छ, आफूले किनेको सामान मात्र झिक्छ अनि जान्छ। यदि नेपालमा भइदिएको भए दिनदहारै फोडेर खाइदिन्थ्यो होला। अनुशासन यदि जनतामा भयो भने देश विकास हुनलाई धेरै समय लाग्दैन। अब हामी तल जाँदैछौँ। जुन ठाउँबाट हामी आएका थियौँ त्यो ठाउँभन्दा अलिकति पर पुग्छौँ हामी यो बाटो, र त्यहाँबाट फेरि अलिकति हिँडेर हामीले बाइक राखेको ठाउँमा आइपुग्नु पर्ने हुन्छ। Hello, watch like a Titanic. Yeah, Titanic bro. Okay, ready. 0.5. Yeah. 那为什么前面有点红啊？肯定是着火，不是着火，那为什么旁边车还有着火？ तपाईँ हेर्नुहोस् यो डाँडाको टुप्पामा पनि पानीको व्यवस्था गरेर यहाँनिर फुलहरू लगाएको छ। अहिले हामी यहाँनिर आइपुगेका छौँ। यो टोयलेट भएको बिल्डिङ हो।
र हामी यदि यो टोयलेटको तल गयौँ भने यहाँदेखि यो ठाउँबाट हामी यो रुटमा जाने ठाउँ हुनुपर्ने हो। हामी ट्राई गर्छौँ, यदि हामी सक्सेस भयौँ भने ठिकै छ, भएन भने पनि फेरि माथि आउँछौँ। तपाईँ हेर्न सक्नुहुन्छ यो जङ्गलको बिचमा माथि डाँडमा पनि टोयलेटहरू कति सफा छ। पानी छ, सफा छ, पैसा लाग्दैन। पार्कमा घुम्न आएको, टोयलेटमा आएको। तपाईँ हेर्दै हुनुहुन्छ म अहिले जङ्गलमा छु र जङ्गलको माथि चाइनाले बनाइदिएको यो ट्रेकिङ रुटमा ट्रेकिङ गरिरहेको छु आज बिदाको समय। यो यता हेर्न सक्नुहुन्छ यो सबै बस्नको लागि बनाइएका घरहरू हुन् भने यिनी ठुल्ठुलाहरू, यिनी पनि घरै हुन् बस्नको लागि। र कोही कोहीमा सपिङ कम्प्लेक्सहरू पनि छन्। तल यो साइडमा तपाईँ देख्न सक्नुहुन्छ यहाँनिर तल माठ छ, एउटा ठुलो माठ र पारी त्यो हाम्रो युनिभर्सिटीको एरिया भयो। हेर्नुहोस् मेरो एउटा साथी फ्रम बङ्गलादेशदेखि उसले पनि ब्लग बनाउँदैछ। लाग्नुहुन्छ कति मनमोहक छ दृश्य। सबै आज बिदाको दिन सबै घुम्न आएका छन् हरियालीमा, डाँडा काँडा पाखा पाँधेर। हामी त घुमिफिरेका मान्छेहरू। तपाईँ देख्न सक्नुहुन्छ अघि मैले अर्को साइडको पूजा सिटी देखाएँ भने यो हाम्रो युनिभर्सिटी साइडको मैले हाम्रो युनिभर्सिटी देखाउन गइरहेको छु जुम गरेर। यो बिल्डिङ जुन यो ठुलो बिल्डिङ देख्दै हुनुहुन्छ यहाँनिरको यो बिल्डिङ चाहिँ मेरो ल्याब हो। र त्यो एरिया सबै तलको यो बिचको एरिया जुन देख्दै हुनुहुन्छ यो सबै हाम्रो युनिभर्सिटी एरिया हो।